अब सुरु गरौँ पुस्तक मास्टर योर मोटिभेसनको पहिलो र सबैभन्दा महत्त्वपूर्ण अध्याय इन्ट्रो, परिचय, प्रेरणाको पुनर्जन्म, द रिबर्थ अफ मोटिभेसन। कहिल्यै यस्तो महसुस गर्नुभएको छ? तपाईलाई थाहा छ के गर्नुपर्छ, तर तपाईँ उठ्न सक्नुहुन्न। लक्ष्य अगाडि छ तर उत्साह हराएको छ। जस्तो कुनै समय तपाईँ आगो जस्तै जलिरहनुहुन्थ्यो, तर अब त्यो आगोको मैनबत्ती पनि मन्द हुँदै गएको छ। थिबो म्योरेस यही पीडाबाट सुरु गर्छन्। उनी भन्छन्, द बिगेस्ट मिथ अबाउट मोटिभेसन इज द्याट यु निड इट टु स्टार्ट। हामी सोच्छौँ पहिले मोटिभेसन आउँछ अनि म सुरु गर्छु, तर सत्य के हो भने सुरु गरेपछि मात्र मोटिभेसन आउँछ। जीवनभित्रको गति र ब्रह्माण्डको गति एउटै सिद्धान्तमा चल्छ, न्युटन्स ल अफ मोसन। एन अब्जेक्ट इन मोसन स्टेज इन मोसन। अर्थात् चलिरहेको वस्तु चलिरहन्छ र तिमी चल्यौ भने तिमीलाई रोक्न कठिन हुन्छ। तर समस्या के हो भने हामी चल्न डराउँछौँ। हामी पर्खिरहेका हुन्छौँ सही समय, ठिक ऊर्जा, उचित मनस्थिति, तर ती कहिल्यै आउँदैनन्। थिबो म्योरिस भन्छन्, मोटिभेसन इज नट फाउन्ड, इट्स बिल्ड वान स्मल स्टेप एट अ टाइम। एक, जब प्रेरणा हराउँछ, जीवनको कुनै बेला हामी सबै त्यही अन्धकारमा पर्छौँ जहाँ हरेक कुरा फारिराख्छ। तपाईँ उठ्नुहुन्छ तर उद्देश्य छैन, काम गर्नुहुन्छ तर अर्थै छैन। मनले भन्छ किन प्रयास गर्ने, के फरक पर्छ? तर यही क्षणमा त तपाईँको वास्तविक शक्ति लुकेको हुन्छ। कसरी? किनकि मोटिभेसनको कमी तपाईँको आत्मा जगाउने सन्देश हो। थिबो म्योरेस भन्छन्, when you feel stuck, it's not the end, it's your inner self asking you to realign। जब तपाईँ अड्किनुहुन्छ, त्यो सङ्केत हो कि तपाईँ गलत दिशामा दौडिनु भएको छ र अब समय आएको छ फेरि आफ्नो किन सम्झाने। 2, प्रेरणा खोज्ने होइन, पुनर्निर्माण गर्ने हो। हामी बिस्तारै बुझ्न थाल्छौँ मोटिभेसन आकाशबाट झर्दैन। यो कुनै किताबको अन्तिममा भेटिने जादु होइन, यो त प्रत्येक सानो निर्णयमा लुकेको हुन्छ। आज म फेरि प्रयास गर्छु, आज म हार मान्दिनँ। थिबो म्योरेस लेख्छन्, मोटिभेसन डजन्ट अपियर आउट अफ नोवेयर, इट्स द रिवार्ड यु गेट आफ्टर टेकिङ द फर्स्ट अनकम्फर्टेबल स्टेप। त्यो पहिलो कदम जसले हिम्मत माग्छ, डर पार गर्छ, त्यही नै पुनर्जीवनको आरम्भ हो। 3, प्रेरणा बराबर गति, मोमेन्टम। थिबोले यो पुस्तकमा एउटा शक्तिशाली विचार दिन्छन्, मोटिभेसन इज एन एनर्जी, इट्स मोसन। जब तिमी काम गर्न थाल्छौ तिमीलाई ऊर्जा महसुस हुन्छ, जब तिमी रोक्छौ ऊर्जा हराउँछ। त्यसैले समाधान सरल छ, चल्न सुरु गर। जसरी सानो ढुङ्गो लडेपछि ठुलो हिउँगोला बन्छ, त्यसरी नै तिम्रो सानो प्रयास महान गतिमा बदलिन्छ। थिबो म्योरेस भन्छन्, द मोर यु मुभ द मोर यु वान्ट टु मुभ। त्यही नै जीवनको नियम हो। प्रेरणा त सवारी होइन, यो त यात्राको परिणाम हो। 4, स्थायी प्रेरणाको सूत्र। थिबो म्योरेसले यो पुस्तकमा सिकाउँछन्, स्थायी प्रेरणा बाहिर खोज्ने होइन, भित्र निर्माण गर्ने कुरा हो। यो आत्मजागरूकता, उद्देश्य, अनुशासन र कार्यको संयोजन हो। एक्सेप्ट योर करेन्ट स्टेट, बिल्ड स्मल मोमेन्टम, सेलिब्रेट प्रोग्रेस, रिपिट। त्यही नै सूत्र हो जसले तपाईँलाई स्टकबाट अनस्टपेबल बनाउँछ। 5, अन्तिम विचार, आत्म पुनर्जागृत गर्ने कला। थिबो म्योरेस भन्छन्, यु डोन्ट लुज मोटिभेसन, यु लुज कनेक्सन टु ए पर्पस। जब तपाईँ आफ्नो किन बिर्सनुहुन्छ, प्रेरणा हराउँछ, तर जब तपाईँ पुनः आफ्नो उद्देश्यसँग जोडिनुहुन्छ, संसार फेरि उज्यालो देखिन्छ। त्यसैले यो पुस्तक केवल काम गर्ने सिकाउँदैन, यो त फेरि जाग्ने कला हो। थाकेका आत्मालाई पुनः बाँच्न सिकाउने कला हो। पुस्तक ज्ञानजुनको सन्देश, प्रेरणा खोज्ने होइन, सृजना गर्ने हो। थाकेका पलहरू अन्त्य होइनन्, त्यो त नयाँ सुरुवातको सङ्केत हुन्। चल अगाडि बढ, किनकि गति नै जीवन हो र जीवनमा गति नै प्रेरणा हो। अब सुरु गरौँ थिबो म्योरेसको मास्टर योर मोटिभेसन पुस्तकको पहिलो खण्ड, पार्ट 1, एसेस योर सिचुएसन, आफ्नो स्थिति बुझ्ने कला। यो भाग सायद सधैँ सबैभन्दा कठिन हुन्छ, किनकि यो कसरी अगाडि बढ्ने भन्दा पहिले म अहिले कहाँ छु भन्ने प्रश्न सोध्न सिकाउँछ। र यही प्रश्न नै प्रत्येक आत्मविकासको पहिलो ढोका हो। कहिले यस्तो महसुस गर्नुभएको छ, तपाईँ दौडिरहेका हुनुहुन्छ तर थाहा छैन कहाँ? दिन बित्छ तर सन्तुष्टि छैन? काम गर्दै हुनुहुन्छ तर भित्र केही हराइरहेको छ? थिबो म्योरेस भन्छन्, यु कान्ट मुभ फरवर्ड इफ यु डोन्ट नो वेयर यु स्ट्यान्ड। यो भागले तपाईँलाई रोक्न सिकाउँछ। हो, रोक्न, किनकि कहिलेकाहीँ अघि बढ्नु अघि स्वयंलाई बुझ्नु सबैभन्दा ठुलो प्रगति हुन्छ। 1, स्वीकार गर्नुहोस्,
स्थिति वास्तविक रूपमा देख्नुहोस्। थिबो भन्छन्, यु कान्ट एस्केप अ सिचुएसन यु रिफ्युज टु एक्नोलेज। जब तपाईँ आफ्नो स्थिति स्वीकार गर्नुहुन्न, तपाईँ झुटो सान्त्वनामा बाँचिरहनुहुन्छ। सब ठिक छ, म प्रयास गर्दैछु, तर भित्र थाहा छ सब ठिक छैन। साँचो परिवर्तन तब सुरु हुन्छ जब तपाईँ नतिजा होइन, सत्यलाई हेर्न तयार हुनुहुन्छ। स्वीकार गर्नु हार होइन, यो त नयाँ सुरुवातको प्रवेशद्वार हो। 2. भावनाबाट होइन, तथ्यबाट सोच्नुहोस्। थिबो भन्छन्, फ्याक्ट्स आर न्यूट्रल, इमोशन्स मेक देम पेनफुल। हामी धेरैजसो बेला आफ्नो समस्यालाई भावनाको चस्माबाट हेर्छौं। म असफल छु, म पर्याप्त छैन, सब मेरो दोष हो। तर जब तपाईँ तथ्य मात्र हेर्नुहुन्छ, सब कुरा स्पष्ट हुन्छ। उदाहरणका लागि, भावनाले भन्छ, म केही गर्न सक्दिन, तर तथ्य भन्छ, मैले हिजो 30 मिनट अभ्यास गरे। त्यो सानो फरकले जीवनको दिशा बदलिदिन्छ। 3. बाह्य दृष्टिकोण खोज्नुहोस्। बाहिरको आँखा भित्रको आइना हो। थिबो मेरुसी सुझाव दिन्छन्, कहिलेकाहीँ तपाईँ आफ्नो कथाभित्र यति गहिरो फस्नुहुन्छ कि तपाईँलाई वास्तविकता देखिँदैन। त्यो बेला एक बाह्य दृष्टिकोण आवश्यक हुन्छ, कसैको जसले तपाईँलाई इमानदारीता साथ बताउँछ, तिमी कहाँ फस्दैछौ र किन। यो सल्लाह सधैँ मिठो हुँदैन, तर साँचो हुन्छ, र कहिलेकाहीँ साँचो सुन्ने हिम्मत नै सबैभन्दा ठूलो साहस हो। 4. आत्म-आलोचना होइन, आत्मनिरीक्षण गर्नुहोस्। थिबो भन्छन्, सेल्फ अवेयरनेस इजन्ट अबाउट जजमेन्ट, इट्स अबाउट अब्जर्भेसन। हामी प्राय गल्ती खोज्ने क्रममा आफैलाई दोष दिन थाल्छौं, तर आत्मनिरीक्षण भनेको दोष होइन, यो त बुझ्ने प्रक्रिया हो। जब तपाईँ आफैलाई आलोचक होइन, साक्षीको रूपमा हेर्नुहुन्छ, त्यो क्षण तपाईँको आत्मा जागरण सुरु हुन्छ। 5. आफ्नो कहाँ छुबाट कहाँ जान्छु सम्मको यात्रा। थिबो लेख्छन्, यु कान्ट क्रिएट अ रोड म्याप विदाउट नोइङ योर स्टार्टिङ पोइन्ट। जीवन जीपीएस जस्तै हो, यदि तपाईँले स्टार्टिङ पोइन्ट गलत राख्नुभयो भने डेस्टिनेसन कहिल्यै भेटिँदैन। त्यसैले म अहिले कहाँ छु, के चीजले मलाई रोकिरहेको छ, यी प्रश्नहरू तपाईँको आत्मविकासको नक्सा हुन्। 6. दोष होइन, जिम्मेवारी लिने कला। थिबो भन्छन्, टेकिङ रेस्पोन्सिबिलिटी गिभ्स यु पावर, ब्लेमिङ टेक्स इट अवे। जब तपाईँ अरूलाई दोष दिनुहुन्छ, परिस्थिति, परिवार, समय, तपाईँ आफ्नो शक्ति गुमाउनुहुन्छ। तर जब तपाईँ भन्छौ, हो यो मेरो जीवन हो र म परिवर्तन गर्न सक्छु, त्यो क्षण तपाईँ सशक्त बन्नुहुन्छ। त्यो नै साँचो स्वाधीनताको प्रारम्भ हो। 7. नयाँ सुरुवात, आत्मसत्यताको मन्दिरमा प्रवेश। थिबो मेरुसी भन्छन्, अनेस्टी विथ योरसेल्फ इज द फर्स्ट स्टेप टु फ्रिडम। आफूसँग इमानदार हुनु यो संसारको सबैभन्दा कठिन तर सबैभन्दा उपचारिक कार्य हो, किनभने जब तपाईँ सत्य बोल्नुहुन्छ, आफूआफ झुटा अपेक्षाहरू, डर र भ्रम हराउँछन् र बिस्तारै तपाईँको भित्र जाग्छ एक नयाँ आवाज, अब म तयार छु। पुस्तक ज्यानजोनको सन्देश हो, आफ्नो स्थिति बुझ्नु कमजोरी होइन, यो त परिवर्तनको साहस हो। स्वीकार गर्नु आत्म जगाउने पहिलो कदम हो, किनभने आत्मसत्यता बिना कुनै प्रेरणा स्थायी हुँदैन। अब हामी आइपुग्यौं पुस्तक मास्टर योर मोटिभेसनको दोस्रो र सबैभन्दा ऊर्जावान भागमा। पार्ट 2, बिल्ड मोमेन्टम, गति निर्माण गर्ने कला। थिबोट मेरिस भन्छन्, मोमेन्टम इज द सिक्रेट इन्ग्रेडियन्ट अफ मोटिभेसन। वन्स यु स्टार्ट मुभिङ, एभ्रिथिङ बिकम्स इजियर। यो भागले सिकाउँछ कसरी स्थिर जीवनमा फेरि गति ल्याउने, कसरी थकाइ र आलस्य बीच पनि भित्रको इन्जिन पुनः सुरु गर्ने। कहिले सोच्नु भएको छ, सुरुमा तपाईँ निकै प्रेरित हुनुहुन्थ्यो, तर केही हप्तापछि त्यो जोश हरायो। जस्तो कुनै कार सुरु गर्न खोज्दा इन्जिन घुम्छ तर स्टार्ट हुँदैन। थिबोट मेरिस भन्छन्, यु डोन्ट निड म्यासिभ मोटिभेसन टु स्टार्ट, यु जस्ट निड अ लिटल मोसन। अर्थात् गति नै वास्तविक प्रेरणाको इन्धन हो। थप्नुहोस् सानो प्रयास र त्यो प्रयासले आफै नयाँ शक्ति जन्माउँछ। 1. डिक्लटर, जीवनको धुलो हटाउनुहोस्। थिबोट लेख्छन्, यु क्यान मुभ फास्ट वेन यु क्यारी टु मच वेट। हामीले आफ्नो जीवनमा धेरै अनावश्यक चिज बोकेका हुन्छौँ। पुराना डर, अपूर्ण काम, अनावश्यक प्रतिबद्धता र थकाउने सम्बन्धहरू, यी सबै मानसिक अवरोधहरू हुन् जसले गति रोक्छ। पहिलो कदम डिक्लटर गर्नुहोस्। सफा गर्नुहोस् आफ्नो स्थान, तर त्यसभन्दा पहिले आफ्नो मन, किनकि मन हल्का भयो भने तिमी उड्न थाल्छौ। 2. फोकस,
जहाँ ध्यान राख्छौ त्यही बढ्छ। टिबर्ट मेरिस भन्छन्, यु कान्ट गो इन 10 डाइरेक्सन्स एन्ड एक्सपेक्ट प्रोग्रेस। हामी धेरै कुरा गर्न खोज्छौँ, नयाँ योजना, नयाँ लक्ष्य, नयाँ सिकाइ, तर परिणाम थकान र भ्रम। फोकस भनेको सबै कुरा गर्न होइन, सही कुरा गर्नु हो। 80% नियम लागू गर। 20% काम जसले 80% परिणाम ल्याउँछ त्यसमा मात्र आफ्नो ऊर्जा लगाऊ। त्यो क्षण तिम्रो प्रयास लेजर फोकस बन्न थाल्छ। 3. रिइग्नाइट। आफ्नो किन सम्झनुहोस्। टिबर्ट भन्छन्, when your why is clear, your how doesn't matter. जब तपाईँ थक्नुहुन्छ, जब आत्मा थाक्छ, त्यो बेला आफ्नो किन सम्झनुहोस्। किन सुरु गर्नुभयो, किन त्यो सपना देख्नुभयो, किन नै त आगो हो। र जब त्यो आगो फेरि बल्छ, थकान बिस्तारै पग्लन्छ। तपाईँले जुन कारणले यात्रा सुरु गर्नुभयो त्यो सम्झनु नै पूर्ण प्रेरणा प्राप्त गर्ने सबैभन्दा शक्तिशाली तरिका हो। 4. जम्प। सुरु गर्नुहोस्, परिपूर्णताको पर्खाइ नगर्नुहोस्। टिबर्ट मेरिस भन्छन्, यु डोन्ट निड टु बी रेडी टु स्टार्ट, स्टार्टिङ मेक्स यु रेडी। हामी प्राय जसो सही समयको पर्खाइ गर्छौँ, तर त्यो समय कहिल्यै आउँदैन। गति तब मात्र आउँछ जब तिमी डर हुँदै पनि हिँड्छौ। त्यो पहिलो सानो कदम, चाहे त्यो कति पनि असहज किन नहोस्, त्यो नै तिम्रो अघिल्लो सबै स्थिरताको तोड हो। गहिरो सोच्नु छोड, सुरु गर अनि गतिले तिमीलाई अघि धकेल्नेछ। 5. कम्प्लिट। अधुरो कामले ऊर्जा खाइरहेको हुन्छ। टिबर्ट लेख्छन्, अनफिनिस्ड टास्क ड्रेन योर एनर्जी साइलेन्टली। हामी सबसँग टु डु लिस्ट हुन्छ, तर त्यसमा धेरै अधुरा काम छन् जुन सधैँ दिमागमा घुमिरहन्छन्। तिनीहरूलाई पूरा गर्नुहोस्। सानो काम पूरा गर्दा पनि मन हल्का हुन्छ, किनकि प्रत्येक पूरा भयो भन्ने भावना मस्तिष्कमा डोपामिन र ऊर्जा जगाउँछ। त्यसैले छोटो पूरा काम ठूलो अधुरा योजनाभन्दा धेरै प्रभावकारी हुन्छ। 6. स्मल विन्स। गति सानो सफलताबाट जन्मिन्छ। टिबर्ट भन्छन्, मोमेन्टम इज बिल्ट बाई सेलिब्रेटिङ प्रोग्रेस, नट पर्फेक्सन। प्रत्येक सानो उपलब्धि मनाउनुहोस्। 1 पाना लेख्यो, सेलिब्रेट। 10 मिनट अभ्यास गर्यो, सेलिब्रेट। किनकि मस्तिष्कले जसलाई खुसीसँग जोड्छ त्यो व्यवहार दोहोऱ्याउँछ। त्यो नै स्थायी प्रगतिको मनोविज्ञान हो। 7. गति आत्मविश्वास बनाउँछ। टिबर्ट मेरिस लेख्छन्, एक्सन क्रिएट्स कन्फिडेन्स, वेटिङ डिस्ट्रोइज इट। तिमीलाई आत्मविश्वास चाहिनेछ भने पहिलो कदम चाल, किनकि गति मात्र होइन, प्रत्येक कदमले म सक्छु भन्ने विश्वास बनाउँछ। त्यो विश्वासले फेरि गति बढाउँछ र यसरी गति, विश्वास, ऊर्जा एक शक्तिशाली चक्रमा बदलिन्छ। अन्तिम सन्देश, गतिले जीवन हो। टिबर्ट मेरिस भन्छन्, वन्स यु बिल्ड मोमेन्टम, मोटिभेसन टेक्स केयर अफ इटसेल्फ। गति बनेपछि प्रेरणा खोज्न पर्दैन, ऊर्जा आफै आउँछ। तिमीले थाहा नै नपाई काम गर्न मन लाग्छ। त्यो नै फ्लो स्टेट हो, जहाँ प्रयास सजिलो हुन्छ र परिणाम जादु जस्तो हुन्छ। पुस्तक ज्ञान जोनको सन्देश, सुरु गर्न डर लाग्छ, तर नचल्दा आत्मा मर्छ। छोटो कदम चाल, डरसँगै अघि बढ, किनकि गति नै जीवनको धड्कन हो र एक पटक गति बन्यो भने तिमीलाई कसैले रोक्न सक्दैन। अब हामी आइपुग्यौं टिबर्ट मेरिसको मास्टर योर मोटिभेसनको तेस्रो र सबैभन्दा निर्णायक भागमा। पार्ट 3, सस्टेन मोमेन्टम, गति कायम राख्ने कला। टिबर्ट भन्छन्, गेटिङ स्टार्टेड इज इजी, किपिङ गोइङ इज द रियल च्यालेन्ज। गति निर्माण गर्नु कठिन छैन, तर त्यसलाई दीर्घकालसम्म जोगाएर राख्नु त्यो नै असली कला हो। कहिले यस्तो महसुस गर्नुभएको छ, सुरुमा जोसले काम गर्न थालिन्छ, तर केही हप्तामा त्यो उत्साह हराउँछ। जस्तो दौड सुरु गर्दा तीव्र गतिमा हिँडिन्छ, तर बीचमै श्वास फेर्न रोकिन्छ। त्यो नै मानिसको स्वभाव हो। हामी सुरुवात गर्न सक्छौं, तर निरन्तरता टिकाउन गाह्रो पर्छ। टिबर्ट मेरिस भन्छन्, मोटिभेसन गेट्स यु स्टार्टेड, बट ह्याबिट्स किप यु गोइङ। गति जोगाएर राख्ने रहस्य भनेको ह्याबिट हो, अर्थात् यस्तो बानी जसले तिमीलाई बिना प्रेरणा पनि अघि बढ्न प्रेरित गर्छ। 1. एक्नोलेज, आफ्नो प्रगति स्वीकार गर्नुहोस्। टिबर्ट भन्छन्, यु कान्ट सस्टेन वाट यु डोन्ट सेलिब्रेट। हामी प्राय आफ्नो उपलब्धि हेर्न बिर्सन्छौँ। सधैँ अगाडि के बाँकी छ त्यही सोच्ने गर्छौँ, तर के हासिल भइसकेको छ त्यो भुल्छौँ।
त्यो बिर्सनाले मन थाक्छ, ऊर्जा हराउँछ। तर जब तपाईँ आफ्नो सानो प्रगति स्वीकार गर्नुहुन्छ, मस्तिष्क फेरि ऊर्जा उत्पादन गर्छ। त्यसैले सानो सफलतालाई पनि सेलिब्रेट गर्नुहोस्, किनकि हरेक मैले गरेँ भन्ने भावना नयाँ गति उत्पन्न गर्छ। 2. कमिट, प्रतिबद्धता प्रेरणाभन्दा बलियो। तिबोट म्योरिस भन्छन्, इन्स्पिरेसन फेड्स, कमिटमेन्ट स्टेज। जब प्रेरणा घट्छ, प्रतिबद्धता तिमीलाई बचाउँछ। कमिटमेन्ट भनेको त्यो निर्णय हो, म आज गर्न चाहदिनँ तर म गर्नै पर्छ। त्यो आत्मअनुशासन हो जुनले तिमीलाई थकाइ, आलस्य र बहानाभन्दा माथि उठाउँछ। तिबोट लेख्छन्, डिसिप्लिन इज डुइङ वाट यु सेड यु डु लङ आफ्टर द फिलिङ हेज गन। त्यो नै असली शक्ति हो, प्रेरणा होइन, नियत। 3. रुटिन, गति टिकाउने गुप्त प्रणाली। तिबोट भन्छन्, मोमेन्टम इज द चाइल्ड अफ रुटिन। रुटिन नै त्यो अदृश्य इन्जिन हो जसले तिमीलाई हरेक दिन अघि धकेल्छ। बिहान उठ्ने समय, पढ्ने समय, अभ्यास गर्ने समय यदि ती निश्चित छन् भने तिमीले प्रेरणा खोज्न पर्दैन। रुटिन मस्तिष्कको लागि सङ्केत हो, अब काम गर्ने समय हो। त्यो एकपटक बस्यो भने काम सजिलो बन्छ, गति निरन्तर रहन्छ। 4. एनर्जी म्यानेजमेन्ट, गति टिकाउन ऊर्जा सन्तुलन। तिबोट म्योरिस भन्छन्, यु डोन्ट निड मोर टाइम, यु निड मोर एनर्जी। गति केवल कामको मात्र कुरा होइन, ऊर्जाको कुरा हो। यदि तिमी शारीरिक, मानसिक वा भावनात्मक रूपले थाकेको छौ, गति घट्छ। त्यसैले पर्याप्त निद्रा, स्वास्थ्य, आहार र विश्राम अनिवार्य हो। उत्पादकता धकिल्ने होइन, ताल मिलाउने कुरा हो। तिबोट भन्छन्, रेस्ट इज नट लेजिनेस, इट्स रिफ्युएलिङ। 5. फोकस अन प्रोसेस, नट पर्फेक्सन। तिबोट म्योरिस भन्छन्, वेन यु फोकस अन रिजल्ट्स यु फिल प्रेसर, वेन यु फोकस अन प्रोसेस यु फिल प्रोग्रेस। धेरै मानिस लक्ष्यमा मात्र केन्द्रित हुन्छन्, तर लक्ष्य पुग्नुभन्दा पहिले प्रक्रिया महसुस गर्न सिक्न आवश्यक छ। प्रत्येक सानो कदममा आनन्द लिनुहोस्, किनकि सफलताको रहस्य यही हो, गन्तव्यमा होइन, यात्रामा खुसी पाउनु। 6. ट्र्याक एन्ड एडजस्ट, आत्मपरीक्षणको शक्ति। तिबोट लेख्छन्, रिभ्यू इज द अक्सिजन अफ प्रोग्रेस। हरेक हप्ता 10 मिनट निकाल्नुहोस्, के काम भयो, के छैन, के ऊर्जा घटायो, के बढायो। यो सानो अभ्यासले तपाईँलाई आफ्नो गति टिकाउने स्पष्टता दिन्छ र यसरी तिमी केवल चल्ने होइन, सचेत रूपमा अघि बढ्ने बन्छौ। 7. इमोसनल ब्यालेन्स, धैर्य र संयम। तिबोट म्योरिस भन्छन्, डोन्ट लेट ब्याड डेज मेक यु थिङ्क यु हेभ अ ब्याड लाइफ। कहिलेकाहीँ सबै ठिक हुँदैन, गति घट्छ, मन उदास हुन्छ, तर त्यो असफलता होइन, त्यो त पुनः सन्तुलनको सङ्केत हो। धैर्य राख, सास लियो, एक कदम पछाडि हिँड, तर रोकिन, किनकि गति स्थिरतामा जन्मन्छ र स्थिरता आत्मविश्वासबाट। 8. अन्तिम सन्देश, निरन्तरता नै चमत्कार हो। तिबोट म्योरिस भन्छन्, कन्सिस्टेन्सी इज मोर पावरफुल देन इन्टेन्सिटी। एकपटकमा धेरै गर्नुभन्दा हरेक दिन अलिकति गर्नु प्रभावकारी हुन्छ, किनकि पानीको थोपा ढुङ्गामा पाल पार्छ, बलले होइन, निरन्तरताले। त्यो नै गति कायम राख्ने अन्तिम सूत्र हो, साना कदम, स्थायी ताल र अटुट धैर्य। पुस्तक ज्ञान जोनको सन्देश, गति निर्माण गर्नु सजिलो छ, तर त्यसलाई जोगाउनु बुद्धिमानी हो। स्थायी प्रेरणा चाहिन्छ भने प्रेरणा होइन, प्रतिबद्धता रोज, किनकि स्थिर कदमले नै अस्थिर संसारमा विजय दिलाउँछ। अब हामी आइपुग्यौं पुस्तक मास्टर योर मोटिभेसनको चौथो भागमा। यो भाग किताबको हृदय हो, जहाँ लेखक थिबोट म्योरिसले 25 यस्ता व्यावहारिक उपायहरू दिएका छन् जसले थकित आत्मामा फेरि ऊर्जा भरिदिन्छ र हराएको स्पार्कलाई पुनः प्रज्वलित गर्छ। यो भाग पढ्दा लाग्छ जस्तो कोही थाकेको यात्रु हो र कुनै साधु उसलाई भन्छ, रोक न, सास फेर्न सिक, अनि फेरि अघि बढ। थिबोट म्योरिस भन्छन्, when motivation dies, it's not because you're weak, it's because you've disconnected from what truly matters. त्यसैले यी 25 उपायहरू केवल टिप्स होइनन्, यी त आत्मा फेरि जोड्ने अभ्यासहरू हुन्। 1. सानोबाट सुरु गर्नुहोस्। बृहत लक्ष्यले डर पैदा गर्छ, तर सानो कदम सजिलो हुन्छ। थिबोट भन्छन्, shrink your goal until it feels effortless to start. 1 पृष्ठ लेख, 5 मिनेट ध्यान गर र गति आफै बढ्छ।
2. बिहानको रुटिन बनाऊ। दिनको पहिलो घण्टा नै टुन सेट गर्छ। यदि बिहान उद्देश्य पूर्ण भयो भने पूरो दिन उत्पादक हुन्छ। 3. आफ्नो किन पुनः सम्झ। हामी थगाउँछौँ जब कारण हराउँछ। त्यसैले आफ्नो उद्देश्य फेरि पढ। किन सुरु गर्यो? किन यो यात्रा? 4. वातावरण बदल। नयाँ ठाउँ, नयाँ ऊर्जाले दिमाग पुनः ताजा बनाउँछ। कहिलेकाहीँ सिन चेन्ज नै मोटिभेसन चेन्ज हुन्छ। 5. शरीरलाई चलाऊ। थिबोट भन्छन्, मोसन क्रिएट्स इमोसन। 5 मिनट हिँड, योग गर, दौड र ऊर्जा स्वतः फर्किन्छ। 6. आफ्नो शब्द बदल। म सक्छु भन्ने शब्दले शक्ति जगाउँछ। म सक्दिन भन्नेले आत्मा घटाउँछ। तिमी जसरी बोल्छौ त्यस्तै महसुस गर्छौ। 7. टु डु होइन, डन लिस्ट बनाऊ। के बाँकी छ भन्ने सोच्नुभन्दा के पूरा भयो त्यो लेख। यसले आत्मविश्वास दोब्बर बनाउँछ। 8. सानो जित सेलिब्रेट गर। थिबाउट लेख्छन्, प्रोग्रेस इज एडिक्टिभ। रिवार्ड योरसेल्फ फर मुभिङ फरवर्ड। सफलताको सानो क्षणलाई पनि मनाऊ। 9. सोसियल मिडियाबाट विश्राम लिऊ। अर्काको जीवन हेर्दा तिम्रो जीवन हराउँछ। डिस्कनेक्ट गर्न सिक र फेरि आफ्नो उद्देश्यमा फोकस गर। 10. आफ्नो वातावरण सफा गर। डिक्लटर। थकान प्राय अव्यवस्थित ठाउँबाट आउँछ। सफा कोठा बराबर सफा मन। 11. स्पष्ट लक्ष्य लेख। म के गर्न चाहन्छु? कागजमा लेखेपछि मस्तिष्कलाई दिशा मिल्छ। 12. भिजुअलाइजेसन अभ्यास गर। तिमीले चाहेको भविष्यलाई आँखामा चित्रण गर। थिबाउट भन्छन्, यो माइन्ड मुभ्स टुवर्ड्स वाट इट भिभिडली इमेजिन्स। 13. अफर्मेशन्स प्रयोग गर। हरेक बिहान भन, म सक्षम छु, म अनुशासित छु, म निरन्तर बढ्दैछु। शब्द नै मस्तिष्कको पुनः प्रोग्रामिङ हो। 14. नयाँ कुरा सिक। नयाँ ज्ञानले दिमागमा नयाँ ऊर्जा ल्याउँछ। थकान कहिल्यै ज्ञानसँग बस्दैन। 15. 5 मिनट नियम अपनाऊ। कुनै काम गर्न मन छैन भने 5 मिनट मात्र गर्छु भन। 5 मिनटपछि गति तिमीलाई रोक्न सक्दैन। 16. प्लान लेस डु मोर। प्लानिङले तयारी गर्छ तर एक्सनले परिवर्तन। धेरै सोच, कम गर, परिणाम पाउँछौ। 17. आफ्नो मनसँग संवाद गर। थिबाउट लेख्छन्, आस्क यु माइन्ड, वाट डु आई रियली निड राइट नाउ। कहिलेकाहीँ प्रेरणा होइन विश्राम चाहिन्छ। 18. ग्र्याटिट्युड जर्नल लेख। हरेक दिन 3 कुरा लेख जसको लागि तिमी आभारी छौ। कृतज्ञता र निराशा एकै ठाउँ बस्दैन। 19. प्रेरणादायी पुस्तक पढ। जसरी आगोले आगो बलाउँछ त्यसरी प्रेरणा पनि प्रेरणाबाटै नै फर्किन्छ। 20. ना भन्न सिक। अनावश्यक जिम्मेवारी र मानिसहरूलाई ना भन। गति जोगाउनका लागि ऊर्जा संरक्षण अनिवार्य छ। 21. छोटो विश्राम लिऊ। माइक्रो ब्रेक्स। थिबाउट भन्छन्, अ 5 मिनट रेस्ट क्यान सेभ योर ह्युल डे। थोरै विश्रामले दिमागलाई नयाँ सुरु गर्न तयार बनाउँछ। 22. आफ्नो उद्देश्य अरूसँग बाँड। जब तिमी बोलेर प्रतिज्ञा गर्छौ तिमी जिम्मेवारी महसुस गर्छौ। एकाउन्टेबिलिटी नै निरन्तरता ल्याउँछ। 23. ध्यान भन्नाभ्यास गर। थकान दिमागको अव्यवस्थित सोचबाट आउँछ। ध्यानले त्यो सोचलाई शान्त पार्छ र ऊर्जा पुनः केन्द्रित गर्छ। 24. आफूप्रति दया देखाऊ। सेल्फ कम्प्यासन। थिबाउट भन्छन्, यु कान्ट ग्रो इफ यु हेट योर सेल्फ। आफूलाई दोष नदेऊ, गल्तीलाई सिकाइको रूपमा लिनुहोस्। 25. हरेक दिन सुरु गर नयाँ रूपमा। आज खराब भयो, ठिक छ, भोलि नयाँ अवसर छ। हिजो गएर फर्किँदैन, तर आज फेरि सुरु गर्न सक्छौ। थिबाउट मेमोरिजको अन्तिम सन्देश, मोटिभेसन डजन्ट कम फ्रम वेटिङ, इट कम्स फ्रम मुभिङ। यी 25 अभ्यासहरू कुनै चमत्कार होइनन्, तर निरन्तर दोहोरिआएका साना साना बानीहरू हुन् जसले आत्मालाई पुनः जगाउँछन्। पुस्तक ज्ञान जोनको सन्देश, प्रेरणा खोज्ने होइन बनाउने हो। हिजो थाक्यौ, आज फेरि सुरु गर, किनकि जब साना साना अभ्यासहरू दोहोरिन्छन् तिनीहरूले ठूलो रूपान्तरण ल्याउँछन्। जीवनमा आगो निप्दैन,
यदि तिमी प्रत्येक दिन एउटा सानो चिङ्गारी बालिरहन्छौ। अब हामी आइपुग्यौं पुस्तक मास्टर योर मोटिभेसनको अन्तिम र सबैभन्दा गहिरो अध्यायमा। कन्क्लुजन, जीवनमा स्थायी प्रेरणा जगाउने रहस्य। यो केवल पुस्तकको अन्त्य होइन, यो एक नयाँ दृष्टिकोणको सुरुवात हो, जहाँ प्रेरणा कुनै क्षणिक आगो होइन, बरु जीवनकै निरन्तर ऊर्जा बन्छ। कहिल्यै सोच्नु भएको छ किन प्रेरणा कहिले हुन्छ, कहिले हराउँछ? किन कहिलेकाहीँ तपाईँले संसार जित्न सक्छु भन्ने महसुस हुन्छ, तर अर्को दिन उठ्न पनि गाह्रो हुन्छ? थिबोट मेओरिस भन्छन्, मोटिभेसन इजन्ट अ म्याजिक मोमेन्ट, इट्स अ मसल यु ट्रेन एभ्री डे। प्रेरणा भनेको कुनै दिव्य वरदान होइन, यो त मांसपेशी जस्तै हो, जुन तिमी अभ्यासले बलियो बनाउँछौ र व्यवस्थाले कमजोर पार्छौ। 1. प्रेरणा बाहिर होइन, भित्र हुन्छ। हामी प्राय बाह्य स्रोत खोज्छौं, कसैले हौसला देओस्, कुनै गीतले उत्साहित गरोस्, तर सत्य के हो भने बाहिरको आवाज केवल क्षणिक हुन्छ। थिबोट लेख्छन्, एक्सटर्नल मोटिभेसन क्यान स्टार्ट द फायर, बट ओन्ली इनर पर्पज किप्स इट बर्निङ। तिमीले आफ्नो किन भेट्यौ भने प्रेरणा कहिले मर्दैन, त्यो किन नै आत्माको इन्धन हो। 2. कार्य नै प्रेरणाको स्रोत हो। धेरैले सोच्छन्, पहिले प्रेरणा आउनुपर्छ, तब म काम गर्छु, तर थिबोट भन्छन्, यु डोन्ट एक्ट बिकज यु आर मोटिभेटेड, यु गेट मोटिभेटेड बिकज यु एक्ट। एक सानो कदम, एक सानो प्रयास, त्यो नै प्रेरणाको जन्मस्थान हो। कार्य नै आगोको पहिलो चिङ्गारी। जब तिमी केही गर्छौ, ऊर्जा आफै आउँछ, त्यसैले सोच्नु बन्द गर, चल्न सुरु गर। 3. प्रेरणा स्थायी अनुशासनमा जन्मिन्छ। थिबोट भन्छन्, डिसिप्लिन इज डुइङ व्हाट निड्स टु बी डन इवन वेन यु डोन्ट फिल लाइक इट। जब तिमी भावनाभन्दा माथि उड्छौ, प्रेरणा स्वतः स्थायी हुन्छ, किनभने तब तिमी म गर्न मन छैन भन्ने मनोस्थितिबाट होइन, यो गर्नै पर्छ भन्ने आत्मविश्वासबाट चल्दछौ। स्थायी प्रेरणा भनेको भावनाको नियन्त्रण होइन, त्यो फोकस र अनुशासनको निरन्तर अभ्यास हो। 4. जीवनलाई प्रतिस्पर्धा होइन, यात्रा बनाऊ। थिबोट लेख्छन्, इफ यु रन ओन्ली टु विन, यु लुज द जोय अफ रनिङ। जीवनमा प्रेरणा टिक्दैन यदि तिमीले आफ्नो यात्रा नै भुल्यौ भने। हरेक सानो प्रगति, हरेक गल्ती, हरेक सिकाइ, यी सबैलाई अनुभवको रूपमा लिनुहोस्। जीवन भनेको दौड जित्ने कुरा होइन, यो त प्रत्येक क्षणलाई अर्थपूर्ण बनाउने कला हो। 5. आत्मजागरुकता नै स्थायी प्रेरणाको आधार। जब तिमीले आफैलाई बुझ्छौ, कसरी थाक्छौ, कहिले डराउँछौ, केले तिमीलाई चलाउँछ, त्यो ज्ञान नै तिम्रो स्थायी शक्ति बन्छ। थिबोट भन्छन्, अवेरनेस टर्न्स केओस इन्टु क्ल्यारिटी। आफैप्रति सजग बन, आफ्नो भित्रको आवाज सुन्न सिक, किनकि त्यही आवाजले तिमीलाई पुनः जिउँदो बनाउँछ। 6. आत्मदया, प्रेरणाको मौन शक्ति। कहिलेकाहीँ प्रेरणा हराउँछ, किनभने हामी आफैलाई धेरै दोष दिन्छौँ। थिबोट लेख्छन्, फरगिभ योरसेल्फ फर बिङ ह्युमन। तिमी गल्ती गर्छौ, थाक्छौ, ढल्छौ, ठिक छ, तर त्यही मानवता नै तिम्रो सौन्दर्य हो। आफैलाई दोष होइन, एक नयाँ अवसर देऊ। 7. समयसँग होइन, आत्मासँग समन्वयमा बाँध्छ। थिबोट मेओरिस अन्तरमा लेख्छन्, द गोल इजन्ट टु म्यानेज टाइम, इज टु अलाइन योर टाइम विथ व्हाट गिभ्स यु लाइफ। प्रेरणा तब मात्र दीर्घकालीन हुन्छ जब तिम्रो समय तिम्रो मूल्यसँग मेल खान्छ, जब तिमी त्यो काम गर्छौ जसले अर्थ दिन्छ, त्यही नै स्थायी ऊर्जाको स्रोत बन्छ। 8. पर्फेक्ट प्रेरणा होइन, सत्य प्रेरणा खोज। कसैको जस्तै बन्ने होइन, आफ्नो आत्माको तालमा बाँच्न सिक। थिबोट भन्छन्, स्टप ट्राइङ टु बी इन्स्पायर्ड लाइक अदर्स, स्टार्ट डिस्कभरिङ वाट इन्स्पायर्स यु। सत्य प्रेरणा तिमी भित्रै छ, शान्त स्वरूपमा तर शक्तिशाली रूपमा। तिमीले मात्र त्यसलाई सुन्ने हिम्मत गर्नुपर्छ। 9. स्थायी प्रेरणाको रहस्य, पुनः सुरु गर्ने हिम्मत। प्रेरणा मर्छ, तर तिमी मर्दैनौ। प्रेरणा हराउँछ, तर तिमीले त्यसलाई पुनः जगाउन सक्छौ। थकित हृदयले पनि पुनः उठ्न सक्छ यदि उसले विश्वास गर्छ, म फेरि सुरु गर्न सक्छु। थिबोट भन्छन्, स्टार्ट अगेन, अलवेज। त्यही नै स्थायी प्रेरणाको रहस्य हो। कहिले अन्तिम अन्त्य नठान्नु। पुस्तक ज्ञान जोनको अन्तिम सन्देश, जीवनमा स्थायी प्रेरणा खोज्ने होइन, त्यो बन्छ जब तिमीले आफैलाई बुझ्छौ, जब तिमीले आफ्नो मूल्य अनुसार बाँच्छौ र जब तिमी प्रत्येक दिन एक सानो कदम चाल्छौ। प्रेरणा भनेको आगो होइन, त्यो त प्रकाश हो, जसले अन्धारमा पनि बाटो देखाउँछ। थकाइ आउँछ आहा, तर हरेक बिहान सूर्य फेरि उदाउँछ। त्यसैले तिमी पनि फेरि उठ, फेरि सुरु गर र आफ्नै जीवनको अग्नि बना।